अर्जुन भाइ पनि डोटीको मान्छे सबैको हिरो हो। पुरा देउरा चौडाउँछ त हुँदै जाउँला चाहिँ पुरा। नमस्कार है। हजुर भाइ नमस्कार एकदमै खुसी लाग्यो तपाईँलाई पनि साङ्गीतिक अभिवादन। हजुर यो बेङ्गलोरमा आएर तपाईँले यो कहिलेदेखि सुरु गर्नुभयो तपाईँले गीत गाउने कहाँबाट तपाईँले बुद्धि ल्याउनुभयो? भाइ त अब बेङ्गलोरदेखि भन्दा पनि म साङ्गीतिक क्षेत्रतिर लागेको 2076 सालदेखि नै हो। पहिलाका गीतहरू पनि राम्रै चलेका थिए, अहिले हालमा पनि राम्रै चलेको छ। सबैको साथ सपोर्ट मायाले गर्दा म अहिले यहाँसम्म पुगेको छु भन्नु पर्यो। तेरो माया कलेजीमा कहिले नभदोरा 2-4 हजार हिड कान्छी घुम्न जानाउँदा पाङथला बजार। हेरेर साथ र सपोर्ट दिनु होला। तपाईँकै साथ र सपोर्टले हामी अगाडि बढ्नेछौँ र अझै अगाडि हामी नयाँ गीत पनि ल्याउनेछौँ समाजमा। मेरै नाम धेरै जप्ने बैतडी के पारो हो कि होइन गाई? मेरै नाम धेरै जप्ने बैतडी के पारो धनगढी बजार बसी अब खानौ दारू 2-4 हजार हिड कान्छी घुम्न जानौ बागथला बजार। कति मिठो आवाज, कति मिठो गीत। हेर्नु त साथीहरू, तपाईँले सुन्यो भने भिडियोलाई अवश्य सेयर पनि गर्नुहुन्छ र एक कमेन्ट पनि छोडेर जानु होला दाइको लागि। तपाईँलाई भिडियो कति मन पर्यो र कमेन्टमा पनि भन्नुहोला। आया छु म त अर्जुन भाइसँग पिड्ने। आज म आया छु हजुर अर्जुन भाइसँग। खानै भने चट्ट लाग्दो खुर्सानी पिरो हो, खानै भने चट्ट लाग्दो खुर्सानी पिरो हो। अर्जुन भाइ पनि डोटीको मान्छे सबैको हिरो हो। अर्जुन भाइ पनि डोटीको मान्छे सबैको हिरो हो। आफू पनि बेङ्गलोर बसे दाढी पालेका छन्। फेसबुकमा त भाइरल नै कुरा हालेका छन् है त। एकदम खुसी लागेको छ। रमाइलो भेटघाट छ गाइस आज। रमाइलो भेटघाटको साथै रमाइलो। धन्यवाद।